नमस्ते नमस्ते सबै नेपाली दिदीभाइ दाजुबहिनीहरूलाई थाहा भएकै कुरा हो। हाम्रो नेपालको परिप्रेक्ष्य अहिले अत्यन्त फेरिएको छ र यो एउटा आशलाग्दो कुरा पनि हो। जे होस्, तपाईँहरूले चाहेका, नेपाली जनताले चाहेका र भोट हालेका व्यक्तित्वहरू माथि जानुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भनेर तपाईँहरूले 5 वर्षदेखि नै फुकिरहेको कुरा नै भएको छ। रवि लामिछाने माथि आउनुभएको छ। महावीर पुन, होइन, यस्तै यस्तै नयाँ नयाँ युवाहरू जो पढे लेखेका पनि हुनुहुन्छ, शिक्षित पनि हुनुहुन्छ, केही बुझेको पनि हुनुहोला र भ्रष्टाचारले वाक्क दिक्क भएका र यी बुढाखाडाहरू भएनन्, अब यङ जेनेरेसन आउनुपर्छ भनेर जेनजी आन्दोलनदेखि जेनजी नेताहरू पनि आउनुभएको छ। अब सविता गौतम लगायत अरू यङ जेनेरेसन, निशा डागी पनि खोइ 25-26 वर्ष भन्नुभएको थियो। यस्तै यस्तै आउनुभएको छ। अब यति चान्स छ तपाईँहरूको हातमा, सबै कुरा छ त अब त। अब तपाईँहरूलाई एक्सक्युज नै छैन। अब नेपाली जनताले चाहेका व्यक्तित्वहरू माथि हुनुहुन्छ, शिक्षित पनि हुनुहुन्छ, यङ जेनेरेसन पनि हुनुहुन्छ र अब के गर्ने, फाइल खोल्ने भन्ने मात्रै, गीत गाउने मात्रै होइन, ड्याङ्किड्याङ गर्ने। अब तपाईँहरूलाई कसले रोक्छ? अब कसले रोक्ने? प्रधान न्यायाधीश पनि हुनुहुन्छ, प्रहरी चिफले पनि साथ दिनुभएको छ, आर्मी चिफले पनि साथ दिनुभएकै छ, होइन। र सबैले साथ दिएको परिप्रेक्ष्यमा अथवा आफ्नै पनि बहुमत भएको यस्तो सरकार र यो भनौँ न, यस्तो चान्स त कसैलाई बिरलै नै आउँदैन। अब सुशासन र समृद्धि कसरी अगाडि बढाउने भन्ने पक्षमा तपाईँहरू फुकिरहनु भएको छ। तर यसलाई चाहिँ अब प्रदेश खारेज गर्ने कि अरू तन्त्र ल्याउने कि केही नभएका कुराहरू, त्रुटिहरू पत्ता लगाएर ड्याम चाहिँ यो चेन्ज परिवर्तन गर्ने हो कि? अब त गर्नु पर्यो नि। अब त विदेशमा भएका हामी जस्तै युवाहरूले स्थान थिएन, अब आएर केही गर्ने व्यवस्थापन पनि गर्नु पर्यो तपाईँहरूले। अब त विदेश बस्ने हुँदैन, नेपालमा बस्न लायकको ठाउँ बनाउनुहोस्, बाटोघाटो सडक स्वच्छ सुन्दर सफा, होइन, र भ्रष्टाचार रहित। पहिलो कुरो भ्रष्टाचार त हुनु भएन नि। अब त अब तपाईँहरूको तल माथि सुन्ने बित्तिकै तपाईँको सिद्धियो त, अब जिन्दगी गयो त। त्यो भएको हिसाबले हामीले के चाहेको भने अब सुशासन र समृद्धि, सुशासन कसरी बसाउने भन्ने एक एक खाका र भ्रष्टाचार जिरो न्यूनीकरणको लागि के सिद्धान्तहरूप्रति ल्याउनु भएको छ, यो कुराहरू त अगाडि आउनु पर्यो। अब पनि गर्न सकेन भने त अब कहिले गर्ने र कसले गर्ने भन्ने कुरा नै आउँछ। अब बुढाखाडा भन्नुहुन्थ्यो, शेरबहादुर देउवा चाहिँ 40औँ वर्ष र प्रधानमन्त्री भए भन्नुहुन्थ्यो, प्रचण्ड भन्नुहुन्थ्यो, ओली भन्नुहुन्थ्यो। उहाँहरूको दिन गयो, अब तपाईँहरूको दिन आएको छ। अब यो आएको दिनलाई राम्रोसँग सदुपयोग गरेर, इन्टरनेसनल कनेक्टिभिटी बढाएर सदुपयोग गरेर र अन्तर्राष्ट्रिय कुराहरूलाई, जस्तो रसियाले पनि केही इन्भेस्ट गर्छु भनेको छ, चाइनाले, इन्डियाले, अरू बेलायती, फ्रान्सी देशहरूको इन्भेस्टमेन्ट ल्याएर ठ्याक विकास ड्याम गर्नु पऱ्यो। त्यति सानो देशमा, होइन, 5 वर्षभित्र ट्रेन चल्ने बनाउनु पऱ्यो नि त। देशमा त अहिले ट्राफिकको हाहाकार छ, जरिवाना मात्रै बढाउनु भएको छ। जरिवाना बढाएको राम्रो पनि हो, तर त्यति मात्रै गरेर हुँदैन। रोड व्यवस्थापन पनि गर्नु पऱ्यो, रोड पनि राम्रो बनाउनु पऱ्यो र ट्राफिकहरूलाई पनि त्यत्तिकै संयमित बनाएर चाहिँ अलिक भनौँ न, अब अलिक प्रशिक्षण दिनुपर्ने अवस्था आउन सक्छ। र यी प्रदेशहरू खारेज गर्ने हो कि खर्च कटौती कसरी गर्ने, होइन, र उद्योग धन्दाहरू कसरी खोल्ने, होइन, र हाम्रो देशमा चाहिँ निर्यात कसरी गर्ने भन्ने कुरा चाहिँ मेन हो। र प्रोडक्सन कसरी गर्ने, प्रोडक्सन गर्नुको लागि के चाहिन्छ? महावीर पुनले त भन्नुभएको थियो, विज्ञान मन्त्रालयले सबै उ गरेर, मतलब इन्भेन्ट गरेर केही कुराहरू प्रोडक्सन गर्ने पनि भन्नुभएको छ। यी कुराहरूलाई अगाडि बढाएर बजेट त्यतै खन्याएर र विश्वमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बोलाएर हुन्छ कि कसरी हुन्छ, विज्ञहरूलाई चाहिँ तपाईँहरूले एउटा टिम बनाएर चाहिँ यो देशको खाका अगाडि बढाउनु पर्यो। 5 वर्षमा धेरै चेन्ज हुनसक्छ, धेरै गर्न सकिन्छ है। ल, यो चान्स आएको छ तपाईँहरूलाई, अब छुट छैन नि फेरि।